नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचार। प्रदेशमा बोलिने सबै मातृभाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने मुख्यमन्त्री राउतको प्रतिबद्धता। प्रदेश सभाको बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2075 उपरको दफावार छलफल। काठमाडौँ निजगढ दुर्गमार्ग निर्माणको क्रममा पीडित ललितपुरका स्थानीयले उचित मुआवजा तत्काल उपलब्ध गराउन सांसद भुसालले सरकारको गम्भीर ध्यानकर्षण। ठूला दलका नेताबाट संविधान प्रतिकूल अभिव्यक्त आएको भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक खाँडको आपत्ति। र नेपाल भारत शान्ति तथा मैत्री सन्धि सहितका असमान सन्धि सम्झौता पुनरावलोकन तथा द्विपक्षीय विवादित विषयको अध्ययन गरी सुझाव दिन गठन भएको प्रतिबद्ध समूहले अन्तिम प्रतिवेदन तयार। मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा बोलिने सबै मातृभाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताउनु भएको छ। भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्यप्रणाली विषयक संगठित सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सबै भाषालाई सम्मान गर्ने गरी आफूहरू नीति ल्याउने बताउनुभयो। भाषाले अभिव्यक्तिको माध्यम रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले सबैलाई सबै भाषाको सम्मान गर्नुपर्ने बताउनुभयो। प्रदेशको अधिकांश जनताले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहनेको कुनै शंका नगर्न उहाँले आग्रह समेत गर्नुभयो। उहाँले मातृभाषाको प्रयोगले नै हामी समृद्ध रहने र मैथिली र भोजपुरी लगायतका मातृभाषाको विकासका सरकार प्रतिबद्ध रहेको बताउनुभयो। भाषा आयोगका अध्यक्ष डाक्टर लङदेन अस्थायीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर शाह, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राचार्य भारत शाह, नेपाली कांग्रेसका संसदीय दलका नेता राम सरोज यादव, नेकपाका नेता रामचन्द्र मण्डल लगायतका व्यक्तिहरूले आफ्नो धारणा राख्नु भएको थियो। प्रदेश सभाको शनिबारको बैठक सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2075 उपरको दफावार छलफल भएको छ। शुक्रबार सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रहरी सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2075 को प्रस्तुत गरेका थिए। सो विधेयक उपरको छलफलमा भाग लिने क्रममा विपक्षी दलका प्रदेश सभा सदस्यहरूले प्रहरी भर्ना गर्दा प्रहरी प्रशासनमा पहुँच नपाएका वर्ग र क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। खास गरेर बढी अधिकार त्यहाँ सम्बोधन गर्न खोज्ने तर के लुकाउने भने जस्तै अहिले म सिभिल सर्भिसको कुरा गरौँ माथि, जस्तै अहिले विभिन्न चाहिँ प्रहरी लगायत अरूमा चाहिँ जो आरक्षणको व्यवस्था गरिएको छ, हुन त अब यो पनि संशोधन हुने स्थिति देखिएको छ। जस्तै मधेसीको यदि केही प्रतिशत यदि रिजर्भेसन गरेको छ भने अनि त्यो बेला के गर्ने भने एउटा कुनै पनि ज्यादार विद्यार्थीले दुईतिर फर्म भर्ने, मधेसीमा पनि र खुलामा भर्ने र दुईतिर भर्ने भएपछि पहिले चाहिँ सिभिल सर्भिस लोक सेवाले के गर्छ भने पहिले चाहिँ मधेसीको रिजल्ट निकाल्छ। अब एकछिनको लागि मानव कोही 95 ल्याएको रहेछ भने मधेसी, त्यो एक नम्बर मधेसीमा चाहिँ उसको लिस्टमा नाम आयो। अनि पछि चाहिँ गर्दाखेरि त्योभन्दा पछाडिको पनि 95 जोडे 94 पनि त्यहाँ चाहिँ खुलामा पढिरहेको अवस्था। महत्त्वपूर्ण सुझाव र सल्लाहहरू दिनुभएको छ, त्यसलाई प्रदेश सरकारले आत्मसात गर्दै अब सैद्धान्तिक छलफलपछि संशोधन दर्ता गराउन 72 घण्टाको समय हुन्छ र दर्ता गराएको संशोधनमाथि सम्मत समितिद्वारा व्यापक छलफल गरी विधेयक अगाडि बढाइनेछु भन्ने प्रतिबद्धताका साथ तपाईहरूको बीचमा हामी यो चाहिँ विधेयकलाई समिति मार्फत लग्ने प्रयास गर्दैछौँ।
साथै सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवद्वारा प्रस्तुत प्रदेश प्रहरी सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2075 माथि 2075 माथि विचार गरियोस् भने प्रस्ताव प्रदेशबाट सर्वसम्मत पारित समेत भएको छ। अर्को बैठक असार 27 गते बुधबार 3 बजे बोलाइएको छ। उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मुलुकलाई समृद्ध बनाउने हो भने पर्यटन व्यवसाय विकास गर्नुपर्ने बताउनु भएको छ। संघीय पर्यटन मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री यादवले पर्यटन क्षेत्रको व्यवसाय विकास गर्न सके नेपाल गरिब मुलुक नरहने बताउनु भएको हो। योजना व्यवस्था र राजनीतिक चिन्तनको अभावका कारण मुलुकको विकास र समृद्धिको बाटो लिन नसकेको भन्दै उहाँले कमिसन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने आवश्यकता औलाउनुभयो। टुरिज्मलाई डेभलप गर्ने टुरिज्म इन्डस्ट्रिज भन्छ म, यसलाई यदि डेभलप गर्ने हो भने नेपाल गरिब मुलुक रहँदैन। टुरिस्टबाट मात्रै टुरिज्मबाट मात्र धेरै मुलुकको आय नै टुरिज्म हो। संसारको समृद्ध मुलुकको दाँजोमा नेपाललाई यो चारवटा चिजले पुर्याइदिन्छ। अरू त अतिरिक्त थपै हुन्छ। तर प्लानिङ चाहिँ के छ भन्दाखेरिको कमजोरी र व्यवस्थापनको कम शेर्पा 50 श्री शेर्पा लगायतले जिम्मेवारी तोकेर कार्यक्रम अगाडि बढाइ इन्जिनियर नरेन्द्र प्रधानजी हुनुहुन्छ, उहाँलाई पनि आसन नलाई गर्न चाहन्छु। पत्रकार विभिन्नलाई त्यहाँ उहाँले शासन सत्तामा एउटै वर्गको बीच विश्वमा भएका कारण मुलुक पछाडि धोकेलेको दाबी गर्नुभयो। उहाँले समानता, सामाजिक न्याय र विविधतामा एकतामा आधारित समाजको निर्माण गर्न सक्ने हो भने नेपाल संसारकै नमुना देश बन्न सक्ने ठोकुवा गर्नुभयो। डेभलप गर्ने टुरिज्म इन्डस्ट्रिज भन्छ म, यसलाई यदि डेभलप गर्ने हो भने नेपाल गरिब मुलुक रहँदैन। टुरिस्टबाट मात्रै टुरिज्मबाट मात्र धेरै मुलुकको आय नै टुरिज्म हो। संसारको समृद्ध मुलुकको दाँजोमा नेपाललाई यो चारवटा चिजले पुर्याइदिन्छ। अरू त अतिरिक्त थपै हुन्छ। तर प्लानिङ चाहिँ के छ भन्दाखेरिको कमजोरी र व्यवस्थापनको कमजोरी शेर्पा 50 श्री शेर्पा लगायतले जिम्मेवारी तोकेर संघीय पर्यटन मञ्च उपप्रधानमन्त्री यादव नेतृत्वले संघीय समाजवादी फोरम सम्बन्ध मातृ संगठन हो। जनकपुर धाममा पहिलो पटक राष्ट्रिय स्तरको रोबोट प्रतियोगिता र विज्ञान प्रविधि प्रदर्शनी हुने भएको छ। विज्ञान प्रविधि प्रदर्शनीको क्षेत्रमा प्रदेश नम्बर 2 लाई समेत उकास्ने उद्देश्यले नेपाल रोबोटिक्स रिसर्च सेन्टर आयोजनामा कार्तिक 10 र 11 गते जनकपुर धाम स्थित 12 बिघामा रङ्गभूमि मैदानमा प्रयास एस एक्सपोज बृहत राष्ट्रिय स्तरको रोबोट प्रतियोगिता र विज्ञान प्रविधि प्रदर्शनी हुने भई आयोजकले जनाएको छ। एग्जीबिशन में हम सब साइंस टेक्नोलॉजी संबंधी प्लस रोबोटिक्स कंपटीशन रखने छी। अपन अपन विद्यार्थी सब अपन अपन प्रयास जे नया आविष्कार करने छे एहि थ्रू एग्जीबिशन कर सके हवे, एग्जीबिशन थ्रू सबके देखा सके हवे। के साथ साथ अपने के फुटबॉल कंपटीशन छे एमे रखने छी हम सब इवेंट में। सेन्टरका रोबोट निर्माणकर्ता इन्जिनियर कृष्ण कुमार मण्डलले प्रतियोगिताका अन्तर्गत दुईवटा रोबोट बीच फुटबल प्रतिस्पर्धा गराइनेछ। साथै कक्षा 8 देखि स्नातक पहिलो वर्षसम्मका विद्यार्थीहरू यस प्रतियोगिता र विज्ञान प्रविधि प्रदर्शनीमा सहभागी हुन पाउनेछन्। विज्ञान प्रविधि प्रदर्शनीका उत्कृष्ट हुने टोलीलाई नगद 51, दोस्रोलाई नगद 21 र तेस्रोलाई नगद 11,000 सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। साथै रोबोट फुटबल प्रतिस्पर्धाका विजेतालाई नगद 51,000 ट्रफी र प्रमाणपत्र र दोस्रो हुनेलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। यस्ता आयोजनामा जनकपुर धामका कुनै सहयोग नहुने गरेको प्रायोजक विद्यार्थीहरूले चिन्ता व्यक्त गरेका छन्। काठमाडौँमा यस्ता आयोजना गर्दा कुनै समस्या नहुने गरेको भन्दै उनीहरू जनकपुर धाममा एकदमै चुनौती रहेको बताए। अब समाचारमा विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद पम्फा भुसालले काठमाडौँ निजगढ दुधमार्ग निर्माणको क्रममा पीडित ललितपुरको खोकाना र बुङमतीका स्थानीयलाई उचित मुआवजा तत्काल उपलब्ध गराउन सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। ललितपुर क्षेत्र नम्बर 3 की सांसद भुसालले दुधमार्ग निर्माण गर्ने क्रममा स्थानीय सम्पदा र गुठीको जग्गा नमास्न नेपाली सेना र पीडित स्थानीय बीच गरिएको सहमति तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गर्नुभयो। आइतबार प्रतिनिधि सभाको बैठक विशेष समय लिएर बोल्दै उहाँले द्रुत मार्ग निर्माणको नाममा स्थानीयमाथि डोजर आतंक फैल्याउने काम सरकारले गर्दै आएकोमा आपत्ति समेत जनाउनुभयो। सांसद भुसालले द्रुत मार्ग निर्माण क्षेत्रमा पूर्वासको व्यवस्था गर्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो। सांसद भुसालले सरकारले ललितपुरको लागि बजेट समेत कम छुट्याएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो। मन्त्रीहरूले आफ्नो जिल्लामा मात्रै बजेटको पर्याप्त व्यवस्था गरेको सांसद भुसालको आरोप छ। सभामुख कृष्ण बहादुर महराले सार्वभौम सत्ता प्रयोग गर्न उच्चतम थलो भएकाले जनताका सबै आवाज संसदभित्र पुर्याउनका लागि पूर्व सांसदहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। 30औं सांसद दिवसको अवसरमा शनिबार संघीय संसद भवनमा आयोजित कार्यक्रममा सभामुख महराले संसदभित्र रहेका राजनीतिक दलभन्दा बाहिरका आवाजको सम्बोधनका लागि पूर्व सांसदहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको हो। सांसदभन्दा बाहिर अभिव्यक्त भइरहेका आवाजले पनि संसदमा प्रवेश गराउन सके सम्पूर्ण जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने थलोको रूपमा संसद चित्रित हुने भन्दै उहाँले त्यसतर्फ यथेष्ट ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो। संसदको अर्को भूमिका भनेको जनताका आवाजहरू संसदमा अभिव्यक्ति गराउने, किनभने संसद भनेको सार्वभौम सत्ता प्रयोग गर्ने सबभन्दा उच्चतम थलो। संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूभन्दा बाहिरकाले कुनै प्रतिनिधित्व होस्, कुनै पनि आवाज संसदभन्दा बाहिर नरहोस् भन्ने कुरामा हामीले यथेष्ट ध्यान दिनुपर्ने हुन्छ। त्यो भूमिकाका निमित्त पनि कुनै बेला गोष्ठी समारोह अथवा छलफलको आयोजना गरेर हामीभन्दा बाहिर रहेका विचार अभिव्यक्तिहरू के हो जो नेपाली जनताकै हो, जो हामीले सुन्नु नै पर्नेछ, त्यसको पनि हामीले आवश्यकता छ त्यो गर्नुपर्ने। हामी सकेसम्म अहिले उपस्थित जनप्रतिनिधिहरूले नै गर्न सकौँ त्यो सबभन्दा उपयुक्त कुरा, तर केही न केही बाहिर हुन्छ। त्यसकारण त्यो भूमिकामा पनि यहाँहरूको सक्रिय सहभागिताको म अपेक्षा गर्न चाहन्छु। यो व्यवस्था चाहिँ हाम्रो अपराध छ। सभामुख महराले राजनीतिक रूपमा समानतावादको अवशेष नरहे पनि सामाजिक र सांस्कृतिक रूपमा अझै कायम रहेको र तिनले नागरिकका अधिकार गुठित गर्न सक्ने तर्फ गम्भीर हुनुपर्नेमा बताउनुभयो। उहाँले आम नागरिकको अधिकार स्थापित गराउनका लागि पूर्व सांसदहरूको सल्लाह सुझाव सधैँ स्वीकार्य हुने बताउनुभयो। राजनैतिक रूपले छैन, तर सामाजिक सांस्कृतिक रूपमा त्यो अभिव्यक्त भइरहन सक्छ। त्यसले हाम्रा अधिकारहरू कुण्ठित भइरहन सक्छन्। त्यसकारण राज्यलाई जनताप्रति उत्तरदायी बनाउने दायित्व पनि संसदको। त्यसमा पनि यहाँहरूको सल्लाह सुझाव हामीले चाहिरहेको छ। कुलमा भन्दा राज्यसँग छलफल गरेर जनताको हित अनुकूल वातावरण बनाउनका लागि आवश्यक सुझाव दिन पनि उहाँले पूर्व सांसदहरूलाई आग्रह गर्नुभयो। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले ठूला दलका नेताबाट संविधान प्रतिकूल अभिव्यक्ति आएको भन्दै आपत्ति जनाउनु भएको छ। 30औं संसद दिवसको अवसरमा पूर्व सांसद मञ्चले शनिबार संघीय संसद भवनमा आयोजित कार्यक्रममा उहाँले संविधान कार्यान्वयनको दिशामा अघि बढ्दै गर्दा संविधानको मूल अवधारणामा नै प्रतिकूल प्रभाव पर्ने गरी जिम्मेवार ठूला दलका नेताबाट मुलुक फेरि एकपटक कार्यकारी प्रमुख निर्वाचनको दिशामा अघि बढ्छ भन्दै हिँडेको भन्दै आपत्ति जनाउनु भएको हो। लामो सङ्घर्ष र मेहनतका साथ संविधानबाट बनेको संविधानले कार्यान्वयनको बामे सर्दै गर्दा जिम्मेवार नेताबाट संविधानको मूल अवधारणा प्रतिकूल प्रभाव पर्ने अभिव्यक्त
आउनु गलत भएको टिप्पणी गर्नुभयो। उहाँले 60 वर्षको इतिहास बोकेको संसदीय व्यवस्थामा देखिएका कमी कमजोरीहरूलाई हटाई सफल व्यवस्थाको रूपमा स्थापित गराउन पूर्वग्रहित ढङ्गले सहयोग गर्न पनि पूर्व सांसदहरूलाई आग्रह गर्नुभयो। संविधान जनताले निर्वाचित जनप्रतिनिधिले बनाएको जनताको लागि संविधान कार्यान्वयन दिशामा भर्खर बामे सर्दैछ। संविधानको मूल अवधारणामै प्रतिकूल प्रभाव पर्ने गरी जिम्मेवार ठुला नेताहरूबाट अब मुलुक फेरि एकपटक कार्यकारी प्रमुखको निर्वाचनको दिशामा अगाडि बढ्छ भनिदिनु भएको छ। त्यस कारणले यो संसद पूर्व संसद मञ्चले तपाईले एकदमै पूर्वाग्रह रहित रूपमै संसदीय व्यवस्थालाई कसरी सफल बनाउनु, यसका कमी कमजोरीहरूलाई कसरी हटाउनु, संसदीय व्यवस्थाको बारेमा पनि आम नागरिकको धारणा बन्नु छ। प्रमुख सचेतक खाडले सांसदले निर्वाह गरेको भूमिकाका कारण संसदीय व्यवस्थाप्रति आम नागरिकको धारणा बन्ने भएकाले सबै सांसदलाई जिम्मेवार र सहज अनुपूर्ण आवश्यक औल्याउनु भयो। सहितपछि तपाईँको डेमोक्रेटिक राइट्सलाई चाहिँ स्थापना गर्दै लैजान सक्यो भने, तपाईँको मुलुकको स्वाधीनता रक्षा सहित अगाडि बढ्न सक्यो भने डेमोक्रेसीको स्थापना हुन्छ, संस्थागत हुन्छ, विकास हुन्छ। यदि त्यो ढङ्गले चाहिँ विकास हुन सकेन, त्यो ढङ्गले विकास हुन सकेन भने अहिले एकाधिकार दलाल पुँजीवादले चाहिँ कतातिर लाँदैछ त भन्दाखेरि राष्ट्रिय स्वाधीनतालाई कुण्ठित गर्दै लैजाने, विस्थापित गर्दै लैजाने, कमजोर पार्दै लैजाने, बहुराष्ट्रिय कम्पनीहरूको एकाधिपत्यको प्रभुत्व कसरी कायम गर्न सकिन्छ। अहिलेको च्यालेन्ज त त्यो हो चाहिँ बहुराष्ट्रिय कम्पनीहरूको प्रभुत्व कसरी कायम गर्न सकिन्छ हैन। अन्तर्राष्ट्रिय स्तरमै चाहिँ बृहत्तर खालका एनजिओ आइएनजिओहरू खडा गरेर चाहिँ बहुराष्ट्रिय कम्पनीहरू खडा गरेर त्यसको प्रभुत्व कसरी कायम गर्न सकिन्छ भन्ने दिशातर्फ गइरहेको छ। राष्ट्रिय स्वाधीनताको पाटोलाई त्यसै कुण्ठित गर्दै 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 लैरहेको चाहिँ छ। त्यस कारणले गर्दाखेरि चाहिँ यो स्थितिमा चाहिँ त्यसका विरुद्ध लड्नका लागि चाहिँ डेमोक्रेसीको रक्षाको नेकपाका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय स्वाधीनता र प्रजातन्त्रको रक्षा एकसाथ अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो। नेपालमा बहुराष्ट्रिय कम्पनीहरूको बढ्दो एकाधिकारका कारण मुलुकको राष्ट्रिय स्वाधीनता र आन्तरिक लोकतन्त्र खतरामा पर्न सक्ने भएकाले त्यसतर्फ चनाखो हुनुपर्नेमा उहाँको जोड दिनुभयो। 2015 सालमा आम चुनाव भएर 2016 साल असार 16 गते देशमा पहिलो पटक सांसद बैठक बसेको सम्झनामा यो दिवस मनाउने गरिन्छ। 2048 सालदेखि हरेक वर्ष यो दिवस मनाउँदै आएको छ। पूर्व सांसद मञ्चले स्थापना भने स्वर्गीय नेता कृष्ण प्रसाद भट्टराईको अगुवाईमा 2057 भदौ 19 गते भएको हो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय समिति र संवैधानिक निकायमा अंश खोजेको बताउनु भएको छ। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार मन्त्री तामाङले सत्ता बाहिर बस्नु पर्दा कांग्रेसी नेताहरूमा छटपटी बढेको र संवैधानिक नियुक्तिको लागि अंश खोज्न थालेको बताउनुभयो। संवैधानिक नियुक्तिमा पनि कांग्रेसले अंश खोजेको दाबी उहाँले गर्नुभयो। प्रतिपक्ष दललाई दिने अब त दिन सकिँदैन भनेर त्यतिखेर सत्ता पक्षले नै सार्वजनिक लेखा समिति राखेको बेला पनि थियो। कुनै बेला भन्दछौँ भने यो लोकतन्त्र किन ल्याएको, हामीले बहुमतले गरेका क्रान्ति आन्दोलनहरू जेसुकै भने पनि यो संविधानको सर्वोच्चताको लागि देशहरू भएका कानुनकै आधारमा हुन्छ, भइआएका कानुनकै आधारमा अदालतमा मुद्दा पनि परिरहेको छ। अदालतमा मुद्दा परिरहेको हुनाले अदालतले के फैसला गर्छ, कतिपय छटपट्टि सुरु भएको देखिन्छ र छटपट्टि त कतिसम्म देखिन्छ भने अंश खोजिरहनु भएको छ केही साथीहरू कि आज धेरै संवैधानिक नियुक्तिहरू अड्केर बसेको छ। किन अड्केर बसेको छ भन्दा संसदको तपाईको चाहिँ संसदीय सुनवाई समिति बन्न नसकेर। सुनवाई समिति किन बन्न सकेन भन्दाखेरि संसदका समितिहरू किन बन्न सकेन भन्दाखेरि प्रतिपक्षी दल त्यहाँ हिस्सा खोजिरहेको छ, त्यहाँ सभापति मलाई चाह्यो भनिराख्नु भएको छ। लोकतन्त्रको भर्खिला अथवा हिजो सिंगै सत्ता चलाइरहेको पार्टी कानुन न्याय तथा संसदीय मामिला उहाँले लोकतन्त्र विरोधी कुरा गर्ने नेपाली कांग्रेस प्रतिपक्ष दलको हैसियतमा नबसेको दाबी गर्नुभयो। उहाँले कांग्रेसले आफ्ना सांसदहरू सबैलाई एउटै समितिमा राखिदेऊ भन्दै अलोकतान्त्रिक चरित्र देखाएको बताउनुभयो।
सन् 1950 को नेपाल भारत शान्ति तथा मैत्री सन्धि सहितका आन सम्मान सन्धि सम्झौता पुरानो लोकन तथा द्विपक्षीय विवादित विषयको अध्ययन गरी सुझाव दिन गठन भएको प्रबुद्ध समूहले अन्तिम प्रतिवेदन तयार पारेको छ। 2 दिनसम्म राजधानी काठमाडौँमा बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको हो। साथै बैठकले कम्तीमा 1 महिनाभित्र दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने निर्णय पनि गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा प्रतिवेदन तयार भएको र सक्दो छिटो दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने जनाइएको छ। भारतका तर्फबाट प्रबुद्ध समूह सदस्य महेन्द्र पी लामाले 2 देशबीचका असमान सन्धि सम्झौताको पुरानो लोकनको सुझाव सहितको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भएको जानकारी दिनुभयो। सन् 1950 को सन्धिलाई दुवै देशको तर्फबाट गम्भीर रूपमा अध्ययन विश्लेषण गर्नु वास्तविकता आधारित भएर प्रतिवेदन तयार पारिएको बताउनुभयो। उहाँले 2 वटा राष्ट्रका प्रधानमन्त्रीले दिएका कार्यविधिलाई नै आधार बनाउँदै सोही सामान्यता अनुसार छलफल अघि बढाइएको र वास्तविकतामा आधारित भएर प्रतिवेदन तयार भएकोले प्रतिवेदनमा समावेश सुझाव दुवै सरकारलाई कार्यान्वयन गर्न सहज हुने बताउनुभयो। उहाँले प्रतिवेदनलाई दुवै मुलुकका प्रधानमन्त्रीले कार्यान्वयन गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। दुई वर्ष अघि तत्कालीन केपी शर्मा ओली नेतृत्वले सरकारको समयमा 2 वर्षको कार्यावधि सहित गठन गरिएको इजिपीको समय असार 20 गते सकिँदैछ। नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीलाई जुम्लामा स्वास्थ्य परीक्षणमा बन्देज लगाएको घटनाप्रति निन्दा एवं भर्त्सना गरेको छ। नेपालको संविधानले स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारको रूपमा राखेको भन्दै संघले डाक्टर केसीलाई स्वास्थ्य परीक्षणबाट नै बन्देज गरेर सरकारले नागरिकको आधारभूत मानव अधिकारको हनन गरेको बताएको छ। संघले संविधान विरोधी क्रियाकलापलाई अविलम्ब रोक्न सरकारसँग माग गरेको छ। र स्वतन्त्रताभित्र हामीले अहिले फेरि पनि के भनेका छौँ भने सार्वजनिक स्थलहरूमा वास्तवमा हडताल गर्न पाइँदैन र अनि अति आवश्यक क्षेत्रहरूमा हडताल गर्न पाइँदैन। कानुन लागू भइसकेको छ। यति कुरा हेक्का राख्नुपर्छ र एकजनाले अनसन बस्दा केही 10-20 जनाले सडकमा जुलुस निकाल्दा। यसैबीच राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा सरकारका मन्त्रीले डाक्टर केसीको अनसनप्रति लक्षित गर्दै कसैले निर्देशन र अनसन अनुसार कानुन नबन्ने उद्घोषण गर्नुभएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले अनसन बस्ने व्यक्तिको स्वतन्त्रताको कुरा भए पनि सार्वजनिक स्थलहरूमा अबदेखि हडताल गर्न नपाइने बताउनुभयो। कानुन न्याय तथा संसदीय मामिला उहाँले चिकित्सा शिक्षा विधेयक संसदमा टेबल भइसकेकाले अब त्यो संसदको बिजनेस भएको बताउनुभयो। अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै राजधानीमा माइती घर मण्डलमा विरोध प्रदर्शनमा उत्रेकाले प्रहरीले धरपकड गरेको छ। सरकारले माइती घर मण्डलमा लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रदर्शन गर्नबाट रोक लगाएपछि त्यसको विरोधमा शनिबार मण्डलमा नजिक भेला भएका प्रदर्शनकारीलाई प्रहरीले धरपकड गरेको हो। सो क्रममा प्रहरीले 10 जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। विरोध प्रदर्शनका लागि भेला हुने स्थानमा प्रहरीहरू नै बसेपछि प्रदर्शनकारीले माइती घर मण्डल भन्दा बाहिरपट्टिको पेटीबाट सरकारको निर्णय विरुद्ध नाराबाजी सुरु गरेका थिए। अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, नागरिक अधिकार जिन्दाबाद भन्दै नारा लगाउन सुरु गर्ने बित्तिकै प्रहरीले धरपकड गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो। अनुरोध गर्दछ तथा दिदीबहिनीहरू, नेपाल प्रहरी हार्दिक अनुरोध गर्दछ। नेपाल प्रहरी तपाईहरुलाई हार्दिक अनुरोध गर्दछ, कृपया निषेधित क्षेत्रभन्दा बाहिर गएर बसिदिन नमा। प्रहरीको धरपकडपछि अभिव्यक्ति स्वतन्त्रताको रक्षाको माग गर्दै मण्डला पुगेका विवेकशील साझा पार्टी संयोजक रविन्द्र मिश्रले आम सर्वसाधारणको भावना अभिव्यक्ति गर्न स्थान बनिसकेको माइती घर मण्डलमा प्रदर्शन गर्न रोक लगाएर सरकारले आलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउनुभयो। आफ्नै निर्णयबाट सरकार पछि नहटे माइती घर मण्डललाई नै केन्द्रमा राखेर सरकारको विरोध गर्ने चेतावनी दिनुभयो।
ठूलो संख्यामा जम्मा भएर प्रहरीले माइती घर मण्डललाई निषेधित क्षेत्र घोषणा गरिएको भन्दै सो क्षेत्रभन्दा बाहिर बस्न आग्रह गर्दै माइकिङ गरिरहेका थिए। सरकारले 2074 चैत 30 गते राजधानीका माइती घर मण्डला, शान्ति बाटिका लगायत स्थानमा सभा सम्मेलन, भेला, जुलुस, प्रदर्शन लगायत गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो। त्यसै यता नागरिक अगुवाहरूले सरकारी निर्णयको विरोधमा प्रदर्शन गर्दै आएपछि प्रहरीले केही गरेका थिए। गत बिहीबार पत्रकार सम्मेलन गरी गृहमन्त्री रामबहादुर थापाले देशभरमा निश्चित स्थानमा विरोध प्रदर्शनको ठाउँ तोकिएको भन्दै निर्णय कार्यान्वयनमा कडाई गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको थियो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। प्रदेशमा बोलिने सबै मातृभाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने मुख्यमन्त्री राउतको प्रतिबद्धता। प्रदेश सभाको बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2075 उपरको दफावार छलफल। काठमाडौँ निजगढ द्रुतमार्ग निर्माणको क्रममा पीडित ललितपुर स्थानीयलाई उचित मुआवजा तत्काल उपलब्ध गराउन सांसद भुसालले सरकारको गम्भीर ध्यानकर्षण। ठूला दलका नेताबाट संविधान प्रतिकूल अभिव्यक्त आएको भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक खाँडको आपत्ति। र नेपाल भारत शान्ति तथा मैत्री सन्धि सहितका अनसन सन्धि सम्झौता पुरानो लोकगण तथा द्विपक्षीय विवादित विषयको अध्ययन गरी सुझाव दिन गठन भएको प्रबुद्ध समूहले अन्तिम प्रतिवेदन तयार। हस्त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।